मान्छे साह्रै गरी छ छोलमोल भैसा हो कि भरी छ मान्छे साह्रै गरी छ छोलमोल भैसा हो कि भरी छ मान्छे साह्रै गरी छ छोलमोल भैसा हो कि भरी छ मान्छे साह्रै गरी छ छोलमोल भैसा हो कि भरी छ मान्छे साह्रै गरी छ छोलमोल भैसा हो कि भरी छ मान्छे साह्रै गरी छ छोलमोल भैसा हो कि भरी छ मान्छे साह्रै गरी छ अब एक खुट्टा होइन रोइलामा এটা থাকিয়ে তো হবে না सँगसँगै हिँड्छु जान्छौ भने साथमा रेलको टिकट किन्छु सँगसँगै हिँड्छु जान्छौ भने साथमा रेलको टिकट किन्छु सँगसँगै हिँड्छु जान्छौ भने साथमा रेलको टिकट किन्छु सँगसँगै ल धन्यवाद छ है तपाईँले भइरहेको छ कि भइरहेको भन्नुहोस् त जना दिएको फुल फेरि मायाले मै सुनि दुःख पीडा बिर्सिनु रहेछु नि भन्दाखेरि मायाले मै सुनि दुःख पीडा बिर्सिनु रहेछु नि सम्झना दिएको फुला मायाले कहिले नि नभुला सम्झना दिएको फुला मायाले कहिले नि नभुला सम्झना दिएको फुला मायाले कहिले Karena sudah baik. विश्वासैमा म तिम्रै भने भोलि रुँदै जाऊ माया नभने विश्वासैमा म तिम्रै भने भोलि रुँदै जाऊ माया नभने सम्झना दिएको होला मायाले कहिले नि नभोला सम्झना दिएको होला मायाले कहिले नि नभोला सम्झना दिएको होला मायाले कहिले नि नभोला मायाले कहिले नि नभोला आइ आउँछ जान कसो हो ए घुम्न जाला पहिला कोट दुईजना अझै पनि मलाउँछ जान ए सम्झना दिएको होला मायाले कहिले नि नभोला सम्झना दिएको होला मायाले कहिले नि नभोला सम्झना दिएको होला मायाले कहिले नि नभोला ए मायाले कहिले नि नभोला भाइसँगै गीतलाई प्रस्तुत गर्दैछु स्वीकार होला
कभी मैच किया रे, कभी छोड़ दिया दिल, कभी कैच किया रे। साड़ी के फॉल सा कभी मैच किया रे, कभी छोड़ दिया दिल, कभी कैच किया रे। टच करके टच करके टच करके टच करके कहा जल्दी बच करके टच करके टच करके टच करके दिल से दिल अटैच किया रे। कभी छोड़ दिया दिल, कभी कैच किया रे। साड़ी के फॉल सा कभी मैच किया रे, कभी छोड़ दिया दिल, कभी कैच किया रे। अन्य कलाकार बहिनीहरूको नृत्य पनि बाँकी छ। तयारी अवस्थामा रहिदिनको लागि म आग्रह गर्न चाहन्छु। अबको केही समय पछाडि प्रकाश सपुत लगायतको टिम अझै यो स्टेजमा रहनुहुनेछ। तपाईहरु घर जान आतुर माने जस्तो माने जाडो घोरामा हो। ल अब बोलाउने प्रकाश सपुतलाई। म सांस्कृतिक संयोजक कल्परी हेर्नको लागि उद्घाटन हुँदैछ। म कार्य समितिका साथीहरू र विभिन्न समितिमा रहनुहुने उपसमिति समितिमा रहनुहुने सम्पूर्ण साथीहरूलाई यो जलपरीको गेटमा उपस्थित भइदिनको लागि नि म आग्रह गर्न चाहन्छु। यो जलपरीको गेटमा अबको केही समय पछाडि हामी जलपरीको ढोकाकोट महोत्सव दोस्रो दिनको यो सांगीतिक कार्यक्रमको अध्यक्षता गरिदिनको लागि गैंडाकोट उद्यान संघका अध्यक्ष वरिष्ठ समाजसेवी
वरिष्ठ सफल व्यवसायी आदरणीय व्यक्तित्व दीपक सापकोटाज्यूलाई आजको यो कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनको लागि म आग्रह गर्न चाहन्छु। यसै गरेर आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको लागि गैंडाकोट नगरपालिकाका नगर प्रमुख, गैंडाकोट नगरपालिकाका नगर पिता, समाजसेवी, अग्रज राजनीतिक व्यक्तित्व आदरणीय व्यक्तित्व मदन भक्त अधिकारीज्यूलाई आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको लागि म आग्रह गर्न चाहन्छु। यसै गरेर विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि चौथो गैंडाकोट महोत्सव 2082 मूल समारोह समितिका संयोजक, गैंडाकोट उद्यमी संघका वरिष्ठ उपाध्यक्ष, समाजसेवी, कलाप्रेमी आदरणीय दाई छवि कडेलज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि आग्रह गर्न चाहन्छु। यसै गरेर विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देशीराम प्रधानज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि आग्रह गर्न चाहन्छु। यसै गरेर अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव आदरणीय तेजनारायण पाण्डे दाईलाई म आग्रह गर्न चाहन्छु। यसै गरेर गैंडाकोट नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष, युवा वडा अध्यक्ष, एकदम विकास प्रेमी वडा अध्यक्ष, कला प्रेमी वडा अध्यक्ष, अझै जेएनजी वडा अध्यक्ष प्रकाश सापकोटालाई म आसन ग्रहणको लागि आग्रह गर्न चाहन्छु। यसै गरेर गैंडाकोट वडा नम्बर 10 का वडा अध्यक्ष, समाजसेवी, कला प्रेमी, उहाँको आफ्नै सुपुत्र हामी जस्तै कलाकार हुनुहुन्छ अङ्कल आदरणीय देवीदत्त कडेलज्यूलाई पनि म आसन ग्रहणको लागि आग्रह गर्न चाहन्छु। उहाँ हाम्रो कलाकार शशाङ्क कडेलको बुवा पनि हुनुहुन्छ। स्वागत छ आसन ग्रहण हुनुहुन्छ बुढाले। ल अरु यो जलपरी भन्ने एउटा नयाँ यो महोत्सव र आकर्षणको केन्द्रको उद्घाटन यही बात थियो। चीफ गेस्ट कस्तो लाग्यो तपाईँलाई हेरेर? तपाईँलाई हेर्न आउनुहुन्छ भने एकचोटि पुरा देशवासीहरूलाई तपाईँ के भन्नुहुन्छ? एकपल्ट यो चाहिँ जलपरी हेर्न आउनु भनेर भन्छु। किन आउने जलपरी हेर्नलाई? नौलो भएर बसिएर lovely. Pari banana. त्यही भनिरा छोटो बाटो लैजाऊ
एउटा सिधै आउँदै थियो नि भने छिटो सिधा खिचा
ओठैमा ढिला बस्यो मायाको ओठैमा ढिला बस्यो मायाको ओठैमा गैंडाकोटको मेयर साहब हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँ नेपाली गीत सङ्गीतसँग विशेष गरेर हाम्रो लोक तथा दोहोरी प्रतिष्ठानसँग अलिकति नजिक पनि हुनुहुन्छ, हाम्रो अभिभावक पनि हुनुहुन्छ। यसै गरी कार्यक्रम संयोजक छवि कणेलज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। सांस्कृतिक संयोजक हाम्रो किशोर लम्साल सरलाई पनि धन्यवाद दिन चाहन्छु र लगायत स्टेजमा जति पनि अतिथिहरू हुनुहुन्छ उहाँहरू सबैजनालाई आभार व्यक्त गर्न चाहन्छु र वडा अध्यक्ष हाम्रो प्रकाश सपकोटा ज्यूलाई पनि म सम्झिन चाहन्छु र विशेष गरेर दीपक खड्का दाईलाई धेरै धेरै धन्यवाद। यही माटोले जन्माएको ल सुरु गरौँ। मनकै कुरा गर्छु मनैबाट सुन्नु, मन आफ्नो मन कस्तो लौ आफैले गुन्नु। मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल, मनलाई फकाउनु पर्छ बालक फकाए झै नत्र गर्छ सला हला 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 मन हला 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 मन हला 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 मन
मनमै हुन्छन् कृष्ण मनमै कंस पनि सबैले ओम भनौँ त मनमै हुन्छन् राम रावणको अंश पनि फेरि एकचोटि मनैले सोच्छ पाप मनैले सोच्छ धर्म जस्तो गरिन्छ कर्म त्यस्तै आउँछ फल हल 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 मन हल हल सबै छ भन्छन् संसारमा तर सबै छैन एकचोटि ओम भनौँ सबैले मन आफ्नो मन आफैले बुझाउने हो मनको दबाई छैन रोए पनि जान्छ जीवन हाँसे पनि जान्छ जीवन चोला बग्ने खोला बग्छ सल सल हल 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 मन हल हल भगवान श्री कृष्ण की गैंडाकोट महोत्सव की यसरी आफ्नो मन आफैले बुझाउनु पर्छ आज उनीहरूले कमाएर नपठाउने हो भने हाम्रो जीवन चल्न गाह्रो छ राम्रो स्कुलमा छोराछोरीलाई पठाउन गाह्रो छ हामीले राम्रो फोन बोक्न गाह्रो छ भाइ बहिनीलाई कलेज पढाउन गाह्रो छ म अब केही गीतहरू ती परदेशमा गएर पसिना बगाउने दाजुभाइहरू र माया आँसु बर्स्यो बर र माया गाउँघर सम्झी रुन्छु म धरर यो गीतबाट आफ्नो साङ्गीतिक प्रस्तुति सुरुवात गर्न चाहन्छु एलइडीमा प्ले गरिदिनु होला साउन्ड सहित चरर बरर धरर मैले मेरो गीतहरू काठमाडौँको कोठामा बसेर बनाएको होइन यस्तै गाउँघरबाट मेरो बाबा परदेश जाँदै गर्दा मेरो भाइ परदेश जाँदै गर्दा गाउँमा उकाली उराली गर्दै गर्दा लेखेको गीतहरू हो मलाई थाहा छ गैंडाकोट भनेको यस्तो सुन्दर ठाउँ हो यहाँ सबै अनि छुट्टी पाउनु परेन भने जस्तो हुन्छ र विदेशमा हेलो हेलो
समयको दूरीले आफ्नै बाउ पनि चिन्न पाएनन् छोरा र छोरी। परदेशको ठाउँमा तानेर लयो कर्मैको डोरीले आफ्नै बाउ पनि चिन्न पाएनन् छोरा र छोरीले। हे मेरी प्यारी बसी छौ क्यारी बाल बच्चा सियारी हो बाल बच्चा सियारी। सबैले सँगै छाती चर्क्यो चरररमय आँसु बर्स्यो परररमय गाउँघर सम्झी रुन्छु म छाती चर्क्यो चरररमय आँसु बर्स्यो परररमय गाउँघर सम्झी रुन्छु म गाउँघर सम्झी रुन्छु म। आहै भन भन भाइ हो आहै राम्ररी भन आहै सुर मिलाइकन आहै सुर मिलाइकन। यसरी कमाउनु गएको परदेशी यसपालि तिहारमा देउसी खेल्न आएन ठिकै छ, यसपालि दसैँमा आएन ठिकै छ, यसपालि माघे सङ्क्रान्तिमा आएन ठिकै छ, यसपालि गैँडाकोट महोत्सवमा आएन ठिकै छ। अर्को वर्ष राम्रै फर्किए त हुन्थ्यो, जस्तो गएको हो कमाउन त्यस्तै फर्किए त हुन्थ्यो। यदि कमाउन गएको मान्छे जिउँदो फर्किएन भने। मैले एउटा गीत लेखेको थिएँ, बोल माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल। हुन त तपाईँहरू रमाइलो गर्न जम्मा हुनुभएको छ आज शनिबारको दिन, त्यही पनि प्रकाश सपुत आइसकेपछि एक लाइन बोल माया सुन्नै पर्छ। हामी रिसाउँदैनौँ भने ताली बजाउनुहोस् त, रिसाउनु हुन्न नि। त्यसो भए एक लाइन बोल माया सुनौँ, त्यसपछि सँगै रमाइलो गरौँला, हुन्छ? मैले भनिहालेँ मेरो गीतहरू म त्यति मिठो स्वर भएको मान्छे पनि होइन, मेरो गीतहरू तपाईँले सँगै गाइदिनु भयो भने रमाइलो हुन्छ। सँगै गाउनलाई तयार हो गैँडाकोट? ओके, बोल माया एलडीमा प्ले गरिदिनु होला। थ्याङ्क यू। जाँदाखेरि आकाशैमा आउँदा बाकसैमा लाउन खोज्दा सिन्दुरको भाँडो खस्यो भुइँमा, यतातिर भाँडो खस्ने उता परान जाने बिरानो त्यो मुलुकमा कसै बेला पानी। परदेशीको हुँदैन भर हे भर फर्किने आसमान के रहेछ र जिन्दगी भन्नु हे बर एक मुठी सास मात्र हे बर एक मुठी सास मात्र। सबैले भन्याउँछु भन्दै गएका थिए उडेर आकाशमा, कस्तो भइ गए कस्तो भइ आए काठैको बाकसमा। सँगै जाम स्वर्ग भनेको भए मै जाने थिइन जवाफ देऊ प्यारा एक वचन बोल बोल्दा
यो मन खुसी छ र हुँदा तिमी पर पर छाती चरा चरा फुल टिपेर दिन भित्र यो मन खुसी सबैले तिम्रो सुन्नुहोस् है अभावले हाम्रो घाँटी अठायो परिस्थितिले हामीलाई परदेश पठायो होइन र अभावले अठायो परिस्थितिले हामीलाई परदेश पठायो ओ तिम्रो कमलो छाती ओइ कमलो मुटु कमलो छाती चिरदियो आइ चिरदियो ओ तिम्रो मायाले मलाई चिरदियो ओ तिम्रो मायाले मलाई चिरदियो अय्या 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 यो एउटा लाइन चाहिँ हाम्रो जेन्जीहरूको लागि त है खै यो मेरो खै देश भन्नु त के रहेछ र चार किल्लाको माटो ती माटो नि उनकै मात्रै जो छन् काठो बाटो अलि साह्रो देश भन्नु त के रहेछ र चार किल्लाको माटो ती माटो नि उनकै मात्रै जो अलि लास्ट है सबैले तिम्रो कमलो छाती ओइ कमलो मुटु कमलो छाती चिरदियो के भयो रे ओ तिम्रो अय्या 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 थ्याङ्क यू सो मच थ्याङ्क यू एकचोटि तपाईँले सँगै मसँग है त अय्या अय्या सुनेन अय्या 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 यसरी आफ्नो चिन्ताले आफ्नो छोराछोरीको चिन्ताले आफ्नो भविष्यको चिन्ताले मुटु अय्या अय्या हुँदा पनि यो देश नबनेको देख्दाखेरि 12 पास गर्ने बित्तिकै विदेश जानु पर्दाखेरि Thank you so much.
दिया बहस भनोस् उठा दिया कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ है कुरा बुझ्न पर्छ कुरा everybody जसले माया गर्छ उसलाई जब गर्छ ए कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जब गर्छ ए जसले माया गर्छ उसलाई जब गर्छ दुईजनाले जागिर खाने टक्क टेन्टु पाए बिहान बेलुका घरमा सँगै आनन्दको लाए सकेसम्म श्रीमानले जाँड रक्सी नखा कहिले कसो खाने पर्यो कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ कुरा everybody जसले माया गर्छ उसलाई जब गर्छ ए कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जब गर्छ ए जसले माया गर्छ उसलाई जब गर्छ ल है लडाको हाम्रो जीवन हाम्रो विचार हाम्रै हुन्छ रागे आफ्नो राइट्स पाउनलाई बुढो हेर्दै पर्यो भने को सहन सक्छ त्योभन्दा त हेर्मन माया सिंह माया लाग्छ कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ कुरा शान्त कुरा बुझ्न पर्छ अब चर्किने 1 2 3 गो जसले माया गर्छ उसलाई जब गर्छ ए कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जब गर्छ ए जसले माया गर्छ उसलाई जब गर्छ कुरा बुझ्न पर्छ है खरे साइली मैले हाते गरेर के गर्ने तिमी मलाई तिमीलाई तिमीले छड्के आँखाले मैले हाते गरेर के everybody कसो हो अब यस्तो है त अलिकति हात हेर त यस्तो है अलिकति पढ्नु ओके सबैले यस्तो 1 2 यस्तो छ के छ रमाइलो होला जस्तो ल सुरु गरौँ भेटभियो झमका साझमा राख्छु तिमीलाई यो दिनको माझमा गलबन्दी जतियो तिमीले कानेर बोलाउन खोजेको आफ्नै कानेर गलबन्दी जतियो तिमीले कानेर बोलाउन खोजेको आफ्नै कानेर हाय हाय बोलाउन खोजेको आफ्नै कानेर खोजेको आफ्नै कानेर
भनेपछि हल्का भाउ त खानै पर्यो होइन र ए सोचे हौला सजिलै मन छ कुन फिल्मको डायलग हो एक खान्छ पछि पछ्यौरी जति हो तिमीले मानेर फसाउन नखोज सोझी ठाने पछ्यौरी जति हो तिमीले मानेर फसाउन नखोज सोझी ठाने सही हो फसाउन नखोज सोझी ठाने उडेर जान्थे डाँडो भन्छ किसानले फेरि एकचोटि उडेर जान्थे डाँडो भन्छ ए साँच्चै भनेको है गैँडाकोट आउँदा मन कस्तो कस्तो हो यतै घर बनाएर बसौँ कि जस्तो भयो गल बन घडेरी दिने हो फेसन हेर्दा फुच्ची केटी उमेरले छ आन्टी खै त केटाहरू वावा खै वावा फेसन हेर्दा फुच्ची केटी उमेरले छ आन्टी आज सबले बजाउने हो भेटियो साझा घन्टी रे क्या फेसन हेर्दा फुच्ची